नमस्ते कोनिचिवा वेलकम ब्याक टु म्याक्स नेपाल स्कुप म्याक्स नेपाल स्कुपमा स्वागत छ। आज हामी जापानिज ल्याङ्ग्वेजको बेसिक लेभलको चौथो दिनमा छौं। बेसिक लेभललाई N5 पनि भनिन्छ। हजुर N5 को डे 4 मा स्वागत छ तपाईहरुलाई। N5 को डे 4 यानि कि लेसन 4 एकदमै इम्पोर्टेन्ट भएको कारणले गर्दाखेरि ध्यान दिएर हेर्नु होला। चौथो दिनमा पनि निहोन्गो मानबौ यानि कि जापानिज भाषा सिकौं। माजु कोतोबा न इमी ओ बेन्क्यो शिमास्यो। सधैँको जस्तै सर्वप्रथम वर्ड मिनिङलाई हेरौं। एक नम्बरमा छ ओकिमास। ओकिमास भनेको गेट अप अथवा उठ्नु, नेमास भनेको सुत्नु, हाताराकिमास काम गर्नु, यासुमिमास छुट्टी लिनु, रेस्ट गर्नु, आराम गर्नु, बेन्क्योशिमास पढ्नु, ओवारिमास सकाउनु, देपातो डिपार्टमेन्ट स्टोर, गिन्को ब्याङ्क, युबिनकेकु पोस्ट अफिस, तोसियोखान लाइब्रेरी, बिजिचुखान आर्ट म्युजियम संग्रहालय, देनवा बाङ्गो फोन नम्बर, नानबान कति नम्बर, इमा अहिले, जी भनेको टाइम भयो। हजुर यहाँ अगाडि 1 2 3 4 आउँछ। जस्तै इचिजी भन्यो भने 1 बजे भन्ने मिनिङ लाग्छ। फुन अथवा पुन भनेको चाहिँ मिनट यानेर जुप्पुन भन्यो भने 10 मिनेट भन्ने बुझिन्छ। यसको बारेमा हामी ग्रामरमा पढ्ने छौं। हान भनेको हाफ अथवा 7:30 भयो भन्दाखेरि सिचिजी हान देस भन्नु पर्छ। हजुर हान भनेको आधा 30 मिनेट। नानजी भनेको नान भनेको के र जी भनेको बजे, के बजे भन्नुको मतलब कति बजे, व्हाट टाइम। नानपुन कति मिनेट। गोजेन भनेको एएम मर्निङको टाइम, दिउँसो 12 बजे भन्दा अगाडिको टाइम, र गोगो भनेको दिउँसो 12 बजे भन्दा पछाडिको पीएम आफ्टरनुनको टाइम। आशा भनेको बिहान, हिरु भनेको दिउँसोको टाइम, दिउँसो, बान भनेको बेलुका, र योरु भनेको राति भन्ने मिनिङ लाग्छ। ओतोतोई भनेको अस्ति, किनौ भनेको हिजो, क्यौ भनेको आज, आस्ता भनेको भोलि र आसाते भनेको पर्सि, केसा भनेको आज बिहान, कोनबान भनेको आज बेलुका अथवा आज राति, सोचिरा भनेको तपाईको ठाउँ। हजुर अब तपाईको ठाउँ भन्दाखेरि सोचिरा भन्नु पर्ने छ। यासुमी भनेको रेस्ट अथवा होलिडे छुट्टी, हिरुयासुमी भनेको दिउँसो र यासुमी भनेको छुट्टी, दिउँसोको छुट्टी लन्च टाइम। माई आशा भनेको एभ्री मर्निङ, माई बान भनेको एभ्री नाइट, माई निची भनेको एभ्री डे, ताइहेन देस्ने भनेको गाह्रो छ है भनेको, बाङ्गो आन्नाई भनेको डिरेक्टरी असिस्टेन्स। यसको मतलब चाहिँ एउटा फोन नम्बर हुन्छ र त्यो फोन नम्बरमा तपाईलाई चाहिएको ठुलो कम्पनी अथवा ठुलो अफिसहरुको फोन नम्बर चाहिँ त्यो नम्बरमा फोन गरेर माग्नु सक्नुहुन्छ। त्यसैलाई नै बाङ्गो आन्नाई भनिन्छ। ओतै आवासेनो बाङ्गो भनेको तपाईले यो बाङ्गो आन्नाईमा फोन गरेर चाहेको नम्बरलाई नै ओतै आवासेनो बाङ्गो भनिन्छ। हजुर तपाईले चाहनु भएको नम्बर। ओनेगाइसिमास भनेको प्लिज भनेको भयो। खासकोमारी मास्ता भनेको हुन्छ यस स्योर अथवा वाकारिमास्ता भन्ने मिनिङ पनि लाग्छ र यो चाहिँ कम्पनीतिर बोल्ने भाषा हो। अब बारहरु छ गेचियोबी, खायोबी, मन्डे, ट्युसडे, सुयोबी, मकुयोबी, किन्योबी, दोयोबी, निचियोबी, वेडनेसडे, थर्सडे, फ्राइडे, स्याटरडे, सन्डे यो तपाईले घोक्नु पर्ने छ। र नान्योबी भन्नाले के बार भन्ने मिनिङ लाग्छ अथवा कुन बार भन्ने मिनिङ लाग्छ। कारा भनेको बाट र मादे भनेको सम्म, तो भन्नाले र भन्ने मिनिङ लाग्छ। अब यहाँ केही ठाउँहरुको नामहरु छ। न्युयोर्क भनेको न्युयोर्क, पेकिन भनेको बेइजिङ, रोन्डन भनेको लन्डन, बाङकोक भनेको ब्याङ्कोक, र लस एन्जेलस भनेको लस एन्जेलस, र एतो भनेको चाहिँ यो वेल लेट मी सी भनेर एउटा सोच्दाखेरि निस्किने शब्द हो। र अब N5 को डे 4 को ग्रामर सेक्सनलाई हेरौं। हजुर 1 नम्बरमा छ यस्तो इमा। इमा भनेको अहिले र यो योजी गो फुन्देस, जी भनेको टाइम र फुन भनेको मिनेट भएकोले 4 बजेर 5 मिनेट गयो अथवा 4-5 भयो भन्ने मिनिङ लाग्छ। हजुर यो भन्दा अगाडि तपाईले टाइमको जी र फुनको बारेमा पढ्नु पर्ने छ। त्यसैले अब यसलाई हामी हेर्ने छौं। हजुर टाइमको बारेमा आवरलाई जी भनिन्छ भने मिनेटलाई फुन अथवा पुन भनिन्छ टाइम बताउँदाखेरि। अब 1 बजे भन्नु पर्यो भने इचिजी, निजी, सान्जी, योजी। अब यसलाई योन्जी भन्न पाइदैन त्यसैले मैले हाइलाइट गरेको छु। र अर्को छ गोजी, रोकुजी, नानाजी अथवा सिचिजी दुवै भन्न पाइन्छ 7 बजे भन्दाखेरि। र 8 बजे भन्दा हाचिजी, कुजी यसलाई पनि क्युजी भन्न पाइदैन कुजी भन्नुपर्छ। झ्युजी, झ्युइचिजी र झ्युनिजी। त्यसै गरेर अब 1 मिनेट भन्दाखेरि इपुन भन्नुपर्छ। हजुर पुनको प्रयोग हुन्छ। र 2 मिनेट भन्दा
निफुन 3 मिनेट भन्दा सानपुन योनपुन गोफुन ध्यान दिनु होला यो हाइलाइट गरेकोमा फुन लाग्छ अरु सबैमा पुन लाग्छ 2 मा 5 मा 7 मा र 9 मा फुन लाग्ने छ 6 मिनेट भन्दा रोपुन नानाफुन हापुन क्युफुन जिपुन ज्युगोफुन हजुर यदि 15 भन्नु पर्यो भने ज्युगोफुन र 30 भन्दाखेरि चाहिँ आधा भएको कारणले गर्दाखेरि हान हाफ भने पनि हुन्छ र सानजिपुन यो 10 को जिपुन भने पनि हुन्छ अब यहाँ ध्यान दिनु होला 2 5 7 9 लाई फुन अरु बाँकी सबैलाई पुन र कति बजे भन्दाखेरि नान्जी कति मिनेट भन्दाखेरि नानपुन भन्न सकिन्छ र एएम र पीएम लाई गोजेन दिउँसोको 12 बजे भन्दा अगाडिको टाइमलाई गोजेन र दिउँसोको 12 बजे भन्दा पछाडिको टाइमलाई गोगो भन्न सकिन्छ र यो माथिकै कुरा सम्झिन सजिलोको लागि 2 5 7 9 मा चाहिँ फुन लाग्ने भएकोले यसलाई पनि ध्यान दिनु होला बाँकी सबैमा पुन लाग्ने छ र अब यसको मिनिङ तिर हेरौं इमा योजी गोफुन देश योजी भनेको योजी 4 बजेको रहेछ र गोफुन भनेको 5 मिनेट रहेछ इमा योजी गोफुन देश जसको मतलब हुन्छ अहिले 4-5 हो अथवा 4-5 बज्यो अहिले 4 बजेर 5 मिनेट गयो भन्ने मिनिङ लाग्छ र अर्को छ इमा कुजी हान देश कुजी भनेको 9 बजेको रहेछ र हान भनेको 30 मिनेट 9:30 भएको रहेछ यसको मतलब अहिले 9:30 भयो अथवा अहिले 9:30 बज्यो भन्ने मिनिङ लाग्दो रहेछ अहिले 9:30 हो अथवा 9:30 बज्यो भन्ने मिनिङ लाग्दो रहेछ र अब तपाईलाई टाइम सोध्न पर्यो भने इमा नान्जी देशका भनेर सोध्न सकिन्दो रहेछ अहिले कति बज्यो इमा नान्जी देशका हजुर नान्जी भनेको कति बजे इमा नान्जी देशका अहिले कति बज्यो भन्ने मिनिङ लाग्छ हजुर 1 नम्बरमा इम्पोर्टेन्ट थियो टाइम जुन तपाईले यो टेबल पढ्नु भयो भने सजिलै सिक्नु हुनेछ र अब 2 नम्बरतिर जाउँ हजुर 2 नम्बरमा छ यासुमी भनेको छुट्टी वा चाहिँ छुट्टी चाहिँ सुयोबी अब यो सुयोबी निचियोबी गेचियोबी यो बार पनि तपाईलाई आउनु पर्ने छ त्यसैले त्यसको बारेमा पनि हेर्छौं हामी हजुर सन्डेलाई निचियोबी मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे स्याटरडेलाई गेचियोबी खायोबी सुयोबी मोकयोबी किन्योबी दोयोबी भनेर भनिन्छ यसलाई पनि राम्रोसँग पढ्नु होला यासुमी वा सुयोबी देश छुट्टी चाहिँ बुधबार सुयोबी भनेको वेडनेसडे बुधबार रहेछ छुट्टी चाहिँ बुधबार हो भन्ने मिनिङ लाग्छ र अर्को छ यहाँ यासुमी वा दोयोबी तो भन्नाले अब र भन्ने मिनिङ लाग्छ हजुर यासुमी वा दोयोबी तो निचियोबी देश यसको मतलब छुट्टी चाहिँ दोयोबी शनिबार र निचियोबी आइतबार हो भन्ने मिनिङ लाग्छ अब यो तो को मिनिङ र हो हजुर यासुमी वा दोयोबी तो निचियोबी देश छुट्टी चाहिँ शनिबार र आइतबार हो भन्ने मिनिङ लाग्छ अब यसलाई हेर्दै जाउँ यासुमी वा सुयोबी देश जसको मिनिङ भयो छुट्टी चाहिँ बुधबार हो यासुमी वा दोयोबी तो निचियोबी देश छुट्टी चाहिँ शनिबार तो र आइतबार निचियोबी देश हो र नान्योबी भन्नाले के बार भन्ने बुझिन्छ यासुमी वा नान्योबी देशका छुट्टी चाहिँ के बार हो हजुर छुट्टी चाहिँ के बार हो यासुमी वा नान्योबी देशका यसरी क्वेशन सोध्न सकिन्छ र अब 3 नम्बरतिर जाउँ हजुर 3 नम्बरमा छ हिरु यासुमी वा जिउनिजी कारा इचिजी मादे देश अब यसमा हिरु यासुमी भनेको छुट्टी हिरु भनेको दिउँसोको छुट्टी अथवा लन्च टाइमलाई हिरु यासुमी भनिन्छ हिरु यासुमी चाहिँ जिउनिजी भनेको अघि भर्खर हेरेको 12 बजे अब यो काराको मतलब बाट र इचिजी भनेको 1 बजे र मादेको मतलब चाहिँ सम्म हुन्छ र यसको मतलब हुन्छ हिरु यासुमी वा जिउनिजी कारा इचिजी मादे देश दिउँसोको छुट्टी लन्च टाइम चाहिँ 12 बजेबाट 1 बजेसम्म हो भन्ने मिनिङ लाग्छ हजुर हिरु यासुमी वा जिउनिजी कारा इचिजी मादे देश दिउँसोको छुट्टी चाहिँ 12 बजेबाट 1 बजेसम्म हो भन्ने मिनिङ लाग्छ र अगाडि हेर्दै जाउँ हिरु यासुमी वा जिउनिजी हान भन्नाले 12:30 भन्ने मिनिङ लाग्यो हिरु यासुमी वा जिउनिजी हान खारा दिउँसोको छुट्टी चाहिँ 12:30 बाट इचिजी जिउगोफुन मादे देश 1:15 सम्म हो अथवा 1 बजेर 15 मिनेट गएसम्म हो भन्ने मिनिङ लाग्छ हिरु यासुमी वा जिउनिजी कारा इचिजी जिउगोफुन मादे देश दिउँसोको छुट्टी चाहिँ 12:30 बाट 1:15 सम्म हो भन्ने मिनिङ लाग्छ र यहाँ नान्जी भनेको कति बजे अब सोध्न पाइयो हिरु यासुमी वा नान्जी कारा नान्जी मादे देशका दिउँसोको छुट्टी चाहिँ कति बजेबाट कति बजेसम्म हो भनेर सोध्न पाइयो हिरु यासुमी वा नान्जी कारा नान्जी मादे देशका दिउँसोको छुट्टी चाहिँ कति बजेबाट कति बजेसम्म हो भनेर सोध्न पाइयो हजुर ध्यान दिनु होला कारा
मादे र तो भन्ने इम्पोर्टेन्ट भयो। अब 4 नम्बरमा जाउँ। हजुर 4 नम्बरमा छ वातासी वा माई आशा। वातासी म वा चाहिँ माई आशा भनेको हरेक बिहान एभ्री मर्निङ। वातासी वा माई आशा रोक्कुजी नि ओकिमास। अब यहाँ नि पार्टिकल आयो। हजुर अघि तो पार्टिकल आएको थियो, तो भन्नाले र भन्ने बुझिएको थियो भने अब नि पार्टिकल आयो। यो नि पार्टिकल चाहिँ हामीले टाइमको पछाडि लगाउनु पर्छ। हजुर रोक्कुजी भनेको 6 बजे। अब 6 बजेमा केही काम गर्दै हुनुहुन्छ भने यहाँ जहिले पनि नि पार्टिकल चाहिन्छ। हजुर कुनै पनि एक्ज्याक्ट टाइममा केही काम गर्दै हुनुहुन्छ भने, एक्सन गर्दै हुनुहुन्छ भने यहाँ अगाडि नि पार्टिकल चाहिन्छ। यसको मतलब टाइमको पछाडि नि पार्टिकल चाहिन्छ भनेर सम्झिनु होला। वातासी वा माई आशा रोक्कुजी नि ओकिमास। म चाहिँ हरेक बिहान 6 बजेमा ओकिमास भनेको उठ्छु। हजुर म चाहिँ हरेक बिहान 6 बजेमा उठ्छु भन्ने मिनिङ लाग्छ। हजुर यसको मिनिङ भयो म चाहिँ हरेक बिहान 6 बजे उठ्छु। हजुर मा भने पनि हुन्छ नभने पनि हुन्छ हाम्रो नेपाली भाषामा, तर जापानिजमा चाहिँ टाइमको पछाडि कुनै काम हुन्छ भने, त्यो टाइममा कुनै काम हुन्छ भने नि पार्टिकल चाहिन्छ। अर्को छ वातासी वा माई आशा शिचिजी हान नि ओकिमास। म चाहिँ हरेक बिहान 7:30 बजे उठ्छु। शिचिजी 7 बजे, हान भनेको आधी, 7:30 अथवा 7:30 मा उठ्छु। हजुर वातासी वा माई आशा शिचिजी हान नि ओकिमास। म चाहिँ हरेक बिहान 7:30 बजे उठ्छु भन्ने मिनिङ लाग्छ। र आनाता वा तपाई चाहिँ, आनाता भनेको यु अथवा तपाई, तपाई चाहिँ माई आशा नान्जी नि ओकिमास का। आनाता वा माई आशा नान्जी नि ओकिमास का। हजुर नान्जी भनेको कति बजे, र आनाता वा माई आशा नान्जी नि ओकिमास का तपाई हरेक बिहान कति बजे उठ्नुहुन्छ, तपाई हरेक बिहान कति बजे उठ्नुहुन्छ अथवा कति बजेमा उठ्नुहुन्छ भन्ने मिनिङ लाग्छ। र अब 5 नम्बरतिर जाउँ। हजुर 5 नम्बरमा छ वातासी वा कुजी कारा गोजी मादे हाताराकिमास। हजुर वातासी वा म चाहिँ कुजी 9 बजे, कारा भनेको बाट, गोजी 5 बजे, मादे भनेको सम्म, म चाहिँ 9 बजेबाट 5 बजेसम्म हाताराकिमास। हाताराकिमास भनेको काम गर्छु भन्ने मिनिङ लाग्छ। हजुर यो मास फर्म एकदमै इम्पोर्टेन्ट छ लेसन 4 मा। वातासी वा कुजी कारा गोजी मादे हाताराकिमास। अर्को कुरा इम्पोर्टेन्ट, यो ओकिमास, हाताराकिमास जतिवटा पनि पछाडि मास मास भएको शब्द आउँछ त्यो सबै भर्ब, क्रियाहरू हुन् जसले काम जनाउँछ। जुन शब्दले काम जनाउँछ त्यसमा सबैमा मास मास हुन्छ। हजुर ओकिमास भनेको उठ्नु, हाताराकिमास भनेको काम गर्नु। म चाहिँ 9 बजेबाट 5 बजेसम्म काम गर्छु भन्ने मिनिङ लाग्छ। हजुर वातासी वा कुजी कारा गोजी मादे हाताराकिमास। म चाहिँ 9 बजेबाट 5 बजेसम्म काम गर्छु भन्ने मिनिङ लाग्छ। र अर्को छ वातासी वा गेत्सुयोबी कारा किन्योबी मादे हाताराकिमास। म चाहिँ सोमबारबाट शुक्रबारसम्म काम गर्छु। हजुर वातासी वा गेत्सुयोबी कारा किन्योबी मादे हाताराकिमास। म चाहिँ सोमबारबाट शुक्रबारसम्म काम गर्छु भन्ने मिनिङ लाग्छ। र अब 6 नम्बरमा जाउँ। हजुर 6 नम्बरमा छ वातासी वा माइनिची बेन्क्योसिमास। म चाहिँ हरेक दिन, माइनिची हरेक दिन, बेन्क्योसिमास, बेन्क्योसिमास पढ्छु अथवा पढ्नु भन्ने मिनिङ लाग्छ। यहाँ वातासी आएकोले पढ्छु, म चाहिँ हरेक दिन पढ्छु। वातासी वा आसिता बेन्क्योसिमास। म चाहिँ भोलि पढ्छु। हजुर माइनिची एभ्रीडे, आस्ता भोलि। वातासी वा माइनिची बेन्क्योसिमास। म चाहिँ हरेक दिन पढ्छु, म सधैँ पढ्छु भन्ने मिनिङ लाग्छ। र अर्को छ वातासी वा आसिता बेन्क्योसिमास। म चाहिँ भोलि पढ्नेछु। हजुर अब यो मास भन्नाले पढ्छु अथवा पढ्नेछु भन्ने मिनिङ लाग्छ। र यदि पास्टको कुरा, विगतको कुरा, भूतकालको कुरा गर्नु पर्यो भने यसरी गर्नुपर्छ वातासी वा किन्यौ बेन्क्योसिमासिता। अब मासलाई हामीले मासितामा चेन्ज गर्नुपर्छ। हजुर वातासी वा किन्यौ, म चाहिँ हिजो, किन्यौ भनेको पास्ट भयो, पढ्छु भन्न पाइएन, म चाहिँ हिजो पढ्छु भन्न पाइएन, मास भन्न पाइएन, त्यसैले मासलाई मासिता भन्नुपर्छ। वातासी वा किन्यौ, म चाहिँ हिजो बेन्क्योसिमास्ता पढे। हजुर वातासी वा किन्यौ बेन्क्योसिमास्ता, म हिजो पढे भन्ने मिनिङ लाग्छ। र अझै अर्को हेरौँ वातासी वा ओतोतोई बेन्क्योसिमास्ता। ओतोतोई भनेको हिजोको पनि हिजो, अस्ति, म चाहिँ अस्ति पढेको थिएँ अथवा पढे भन्ने मिनिङ लाग्छ। म चाहिँ अस्ति पढेको थिएँ। हजुर लेसन 4 को इम्पोर्टेन्ट कुरा भनेकै यो मास फर्म आउँछ। मास फर्म भनेको भर्ब हो। तो भन्ने पार्टिकल थियो जसले र जनायो, र नि भन्ने पार्टिकल पनि इम्पोर्टेन्ट जुन टाइम सँग लाग्छ, र कारा र मारे बाट सम्म भन्ने पनि
इम्पोर्टेन्ट छ धेरै कुराहरु चाहिँ लेसन 4 मा इम्पोर्टेन्ट भएकोले यसलाई धेरै ध्यान दिएर पढ्नु होला हजुर यहाँ इम्पोर्टेन्ट कुरा यदि पास्टमा भूतकालमा लानु छ भने मासलाई मासितामा लानु पर्छ जापानिज भाषामा यो मास फर्म नै प्रेजेन्ट टेन्स हो र मास फर्म नै फ्युचर टेन्स हो वर्तमान काल र भविष्य काल एउटै हो हजुर प्रेजेन्ट टेन्स र फ्युचर टेन्स एउटै हो हजुर प्रेजेन्ट टेन्स र फ्युचर टेन्स एउटै हो जापानिज भाषामा जसमा मास हुन्छ यदि गरेको विगतको कुरा पास्टको कुरा गर्नु पर्यो भने मासिता पास्ट र पास्ट पर्फेक्ट भनेको त एउटै भइगयो हजुर यदि मास भन्नुभयो भने प्रेजेन्ट टेन्स र मासिता भन्नुभयो भने पास्ट टेन्स प्रेजेन्ट टेन्स र फ्युचर टेन्समा मास र पास्ट टेन्स र पास्ट पर्फेक्ट टेन्समा मासिता यो एकदमै इम्पोर्टेन्ट छ अब हामी 7 नम्बरतिर जान्छौं हजुर 7 नम्बरमा छ यस्तो अब यो नेमास भनेको सुत्नु हो यासुमिमास भनेको आराम गर्नु हो र हाताराकिमास भनेको काम गर्नु हो अब यो फर्महरु एकदमै इम्पोर्टेन्ट छ 1 2 3 4 वटा फर्म यो 4 वटा फर्म चाहिँ के हो भने नेमासलाई अब नेमास भनेको सुत्नु अथवा सुत्छु अथवा सुत्दिन अथवा नसुत्नु नेगेटिभमा लानु पर्यो भने मासेन बनाउनु पर्छ यो मासलाई चेन्ज गरेर मासेन बनाउनु पर्छ नेमास सुत्नु नेमासेन नसुत्नु यासुमिमास रेस्ट गर्नु यासुमिमासेन रेस्ट नगर्नु यासुमिमास आराम गर्नु यासुमिमासेन आराम नगर्नु अथवा आराम गर्दिन भन्ने मिनिङ लाग्छ मासलाई मासेनमा लगेपछि नगर्ने नेगेटिभ फर्म बनिन्छ हाताराकिमास काम गर्नु हाताराकिमासेन काम नगर्नु अब त्यसै गरेर अघि भर्खर पढेको पास्ट नेमासिता मासलाई मासेनमा लाँदा नेगेटिभ र मासितामा लाँदा पास्ट फर्म हुँदो रहेछ नेमासिता भनेको सुते नेमासेन्देस्ता सुतिन भन्ने मिनिङ लाग्छ हजुर पास्टको पनि नेगेटिभ चाहिँ मासेन्देस्ता मास मासेन मासिता मासेन्देस्ता हजुर नेमास सुत्नु नेमासेन नसुत्नु नेमासिता सुते अथवा सुत्यो नेमासेन्देस्ता सुतेन अथवा सुतिन भन्ने मिनिङ लाग्छ यासुमिमास यासुमिमासेन रेस्ट गर्नु रेस्ट नगर्नु यासुमिमास्ता रेस्ट गर्यो र मासितालाई फेरि मासेन्देस्तामा लाँदा रेस्ट गरेन पास्टको कुरा जनाउँछ यो दुईटाले भने यसले प्रेजेन्ट र फ्युचरको कुरा जनाउँछ अर्को छ हाताराकिमास काम गर्नु हाताराकिमासेन काम नगर्नु हाताराकिमास्ता काम गर्यो हाताराकिमासेन्देस्ता काम गरेन भन्ने मिनिङ लाग्छ हजुर ध्यान दिनुस् मास मासेन मास्ता मासेन्देस्ता हजुर यसलाई अझ राम्रोसँगले बुझ्दाखेरि मास भन्नुको मतलब डु अथवा गर्नु भन्ने मिनिङ लाग्दो रहेछ र मासेनको मतलब चाहिँ डोन्ट अथवा नगर्नु भन्ने मिनिङ लाग्दो रहेछ र मासिताको मतलब चाहिँ डिड गर्यो भन्ने मिनिङ लाग्दो रहेछ र मासेन्देस्ता भन्यो भने गरेन विगतमा गरेन भन्ने मिनिङ लाग्दो रहेछ हजुर यिनीहरुको मिनिङ छ अब नेमास नेमासेन नेमासिता नेमासेन्देस्ता भनेको सुत्नु नसुत्नु सुत्यो सुतेन हजुर यो दुईटा प्रेजेन्ट यो दुईटा पास्ट त्यसै गरेर यासुमिमास यासुमिमासेन यासुमिमास्ता यासुमिमासेन्देस्ता आराम गर्नु आराम नगर्नु आराम गर्यो आराम गरेन त्यसै गरेर हाताराकिमास हाताराकिमासेन हाताराकिमास्ता हाताराकिमासेन्देस्ता यसको मतलब काम गर्नु काम नगर्नु काम गर्यो र काम गरेन भन्ने मिनिङ लाग्छ हजुर तपाईले यो मासलाई यसरी चेन्ज गरेर टेन्सहरु बनाउन सक्नुहुन्छ हजुर N5 को लेसन 4 यानी कि डे 4 मा पनि इम्पोर्टेन्ट ग्रामरहरु भनेको यति नै छ यसलाई राम्रोसँग पढेर डे 5 यानी कि 5औं दिन पनि पढ्नको लागि रेडी भएर बस्नु होला साथै हाम्रो च्यानल म्याक्स नेपाली स्कुपलाई लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न भने नभुल्नु होला अनि हामीलाई इमेल वा फेसबुकमा मेसेज पनि गर्न सक्नुहुनेछ हाम्रो इमेल र फेसबुकको लिंक दुवै डिस्क्रिप्सनमा हुनेछ र आफ्नो साथीभाइसँग यो भिडियो शेयर गर्न नबिर्सिनु होला आरिगातो गोजाइमास